सलाम छ नेपाल सरकार बब्बर दामी जे डिसिजन गर्नुभयो नि बब्बाले गर्नुभयो क्या। नेपालीहरूलाई बेरोजगार बनाउने पनि तिमीहरू, सामाजिक सञ्जाल बन्द गर्ने पनि तिमीहरू, मान्छेहरूलाई जिउँदै मर्ने दुनियाँलाई बलात्कार गर्ने दुनियाँको छोरी चेलीहरूलाई बलात्कार गर्ने पनि तिमीहरू, अनि बलात्कारीलाई लुकाएर राख्ने पनि तिमीहरू। अनि साला ज्यान गुमाउनु पर्छ हामी जस्ता सोझा सिधा जनताको आमा बाउले, छोराछोरीले। म त तिमीहरूलाई त के थाहा यार, म पहिला यस्तो मान्थेँ क्या होइन, कसम भनेको केपी ओली इज द केपी ओली, फुटबलको पेले जस्तै हो जस्तो लाग्थ्यो क्या, कसम भनेको यस्तो मान्थेँ मैले। इभन गीत पनि निकालेको थिएँ क्या मैले नेपालको नक्सा नयाँ आउँदाखेरि होइन, तर नो आई वाज रङ। मैले सहीलाई सही गलतलाई गलत भन्छु जहिले पनि होइन। यार मलाई यस्तो लाग्थ्यो होइन, केपीले त्यसकै सन्तानको लागि त्यसकै हुन्छ नि त्यसकै परिवारको लागि मात्रै गरिरह, त्यसको लागि केही गरिरहेन भन्नेहरूसँग म कति झगडा गर्थेँ क्या। होइन उसले जे गरिरहेछ हाम्रो लागि गरिरहेछ, हामी जनताको लागि, किन उसको छोराछोरी भने कि हामी हो, उसले हाम्रो लागि गरिरहेछ भन्ने सोच्थेँ क्या मैले। तर नो होइन रहेछ, आफ्नो छोराछोरी भएको भए पो थाहा हुन्छ त यार। रियलमा आफूले छोराछोरी जन्माएको बाबु भएको भए पो थाहा हुन्छ त छोराछोरीको माया के हो भनेर।